हरेक दिन एउटै कुरा, म कुर्छु तर मेसेज कहिले आउँदैन। सायद ऊ व्यस्त छ, या भनौँ मसँग बोल्न मन छ। आस्थालाई खोजिरहेको होला होइन? बोलाएको छु, आउँदै होला। खोइ, आँखाले एक बोल्दैछ, मुखले एक बोल्दैछ, मलाई त विश्वास लागेन है। तँलाई के धार्नु साथी, आस्था कहिले नफर्किने गरेर। के भनेर एकचोटि कल गरेर कुरा गर्न। यदि उसलाई मेरो ख्याल भए भए उसले मलाई सम्झिन्न थिएन। हो, मलाई रिस उठ्दैन, तर यही कुराले मलाई भित्रभित्र मार्छ। रोहन, कहिलेकाहीँ मान्छेहरू हाम्रो जीवनमा त आउँछ, तर सधैँभरि रहनको लागि। तर म चाहन्थेँ कि ऊ सधैँभरि मेरो होस्। तिमी यति दुखी हुँदैमा ऊ फर्केर आउँछ जस्तो लाग्छ। म यादहरू मेटाउन सक्दिनँ, हरेक नोटिफिकेसन उसकै जस्तो लाग्छ। हेर त, म जस्तो क्युट त कोही पनि छैन। कुरा त ठिकै हो, तिम्रो पछाडि म हुनेछु, त्यसैले फोटो पर्फेक्ट आहा। त्यही त। सुते छैनौ अहिलेसम्म? तिमीसँग नबोली निद्रा लाग्छ र? अनि भन, के भन्नु हौ? आई लभ यु भन न त। फ्लर्ट गर्न त कसले सक्नु है? साँच्चै भन न। भन त, तिमीलाई मेरो बारेमा के मन पर्छ? के मन पर्दैन चाहिँ सोध न। के चाहिँ मन पर्दैन त? जिस्केको हो, चन्द्रमा मन पराएपछि दाग मल्जिन हुन्न। त्यही त कफारी। त्यही त। मलाई त निद्रा लागे, सुत्छु ल। टुमरो प्लिज कल मी फर्स्ट। गुड नाइट। गुड नाइट चार्जर। फेरि स्टार्ट गर। अघिदेखि कलाइरहेको छु, उठा नउठा। यहाँ छोड्दै। कि सिधै भन्दैन तँलाई रिलेसनमा बस्नु मन छैन भनेर? यहाँ म के सोच्दैछु मलाई नै थाहा छैन। तेरो मनमा के चलिरहेको छ थाहा छ नि। उहीसँग हिँडिरहेको हुन्छस्, फेरि भन्छस् चित्त बुझेको छैन। सायद म उसको लागि समय बिताउने पात्र मात्रै थिएँ होला, त्यसैले त बिर्सन सजिलो भयो उसले। रोहन, कहिलेकाहीँ मौनता नै सबैभन्दा ठुलो जवाफ हुन्छ, तर सम्झ, मौनता तिम्रो दोष हो। तर किन उसले एकचोटि नै कुरा गरिन? हेलो रोजन, आज तिमीले कहाँ भेट्नु भनेको रे? रोजन रे? रङ नम्बर। देखि साथी, रङ नम्बर। कहिलेकाहीँ आसामी सबैभन्दा ठुलो पीडा हुन्छ। कतिपय प्रेम सम्बन्धहरू अलविदामा समाप्त हुँदैनन्, तिनीहरू मौनतामा हराउँछन्।